हामी नेपालीहरूको दिनको सुरुवात नै चियाबाट हुन्छ। के चिया अर्थात् दुध चियाले ग्यास्ट्राइटिस बढाउँदछ त? आउनुहोस् यो भिडियोमा जानौँ। चियापत्तीमा हुने क्याफिन र ट्यानिनले हाम्रो पेटलाई असर गर्न सक्छ। दुध चिया आफैले ग्यास्ट्राइटिस बढाउँदैन, तर कोही कोहीलाई असर गर्न सक्छ। क्याफिनले एसिडिटी बढाउँछ, ट्यानिनले खाली पेट पोल्ने गर्छ। धेरै कडक चियाले डाइजेसन स्लो गराउँछ भने दुध र चिनीले पेटलाई हेभिनेस बढाउँछ। त्यसैले कोही कोही व्यक्तिमा पेट पोल्ने, पेट फुल्ने जस्तो समस्याहरू देखिन सकिन्छ। दुध चिया आफैले ग्यास्ट्राइटिस बढाउँदैन, तर यसले भएको समस्यालाई चाहिँ अझै बढाउन सक्छ। जस्तै एसिड रिफ्लक्स बढाउँछ, एच पाइलोरी ब्याक्टेरियाको सङ्ख्या बढाउन सक्छ, ग्यास्ट्राइटिस भएको पुरानो ग्यास्ट्राइटिसलाई अझै बढाउन सक्छ र स्टोमकलाई सेन्सिटिभ बनाउन सक्छ। यदि हामीले चिया खाली पेटमा खाएका छौँ, दिनमा 3-4 कप कडक चिया अनि धेरै चिनी हालेर खाएका छौँ भने यसले चाहिँ समस्या दिन सक्छ। तर यदि चिया हामीले राम्रो तरिकाले खाएका छौँ, खाना खाइसकेपछि अनि कम चिनी, कम कडक बनाएर र दिनको एक फेर अदुवा राखेर कालो चिया खाएका छौँ भने यसले चाहिँ समस्या दिँदैन। दुध चिया आफैले ग्यास्ट्राइटिस बनाउँदैन, तर भएको समस्यालाई चाहिँ ट्रिगर गर्छ। त्यसैले चिया खाउँ, तर स्मार्ट तरिकाले। यस्तै साइन्स र हेल्थ रिलेटेड इन्फर्मेसनको लागि मलाई फलो गर्नु नभुल्नुहोला। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।